अमर स्रष्टा सङ्गीतकार कुशल गायक विक्रम राईको निधन पछिल्लो पल्ट तपाईँ हामीलाई भएको सबैलाई जानकारी छँदैछ। विक्रम राईको निधन पछिल्लो समय हृदयघातको कारण भएको भनिएको थियो। हो दर्शक महानुभावहरू, यो घटनाले अहिले नयाँ रूप लिएको छ। विक्रम राईको मृत्यु हृदयघातको कारण नभइकन उनको हत्या गरिएको आशंका अहिले पारिवारिक स्रोतहरूले जनाइरहेका छन्। घटनालाई निहाल्दै जाने क्रममा प्राप्त जानकारी अनुसार र प्रमाण अनुसार यो घटना एउटा असामयिक निधन नभइकन हत्या गरिएको पारिवारिक स्रोतहरूले जनाइरहेका छन्। विशेष गरी विक्रम राईको दाइले भनिराख्नु भएको छ कि प्राप्त प्रमाणहरू हामीसँग टन्नै छन् र यो घटना एउटा असामयिक निधन नभइकन हत्या नै भएको हो। प्रहरीले प्रमाण हुँदाहुँदै पनि उजुरी लिन मानिरहेको छैन। हामीले अन्त्येष्टि विक्रम राईको गरिसकेका छौँ, तर प्रहरीले न्याय दिन्छ दिँदैन त्यो भने हामीलाई थाहा छैन भनिरहेका छन्। उता विक्रमको श्रीमती अर्जुनाले पनि आफ्नो फेसबुकमा लेख्छिन्, यो घटनामा मलाई मुछिएको छ, तर बियरहरू खाएका थिए, त्यसैले पनि विक्रम राई एकदमै बेहोस अवस्थामा थिए। उनी बारम्बार झगडा गर्ने मुडमा पनि थिए, तर उनीहरूको डिसेस पनि परेको थियो। मैले बाहिर स्कुटी राखेर आउने क्रममा विक्रम लालङ टुलुङ भइसकेको रहेछन्। मैले कान्छा भनेर बोलाउँदाखेरि विक्रम नबोल्ने अवस्थामा थिए र विक्रमलाई मैले काखमा राखेर पानी खुवाएँ भन्छन्। यो घटनामा उनको कुनै पनि हात नरहेको र विक्रमको निधन हृदयघातकै कारण भएको भनेर अर्जुनाले भन्छन् भने यतिखेर सामाजिक सञ्जालमा यो घटनाले ठुलो रूप लिइरहेको छ। विक्रमको मृत्यु असामयिक निधन भएको हो कि हत्या भएको हो त? तपाईँहरूलाई यो घटना के भएको हो जस्तो लाग्छ त? एउटा नेपाली गीत सङ्गीतमा यत्रो ठुलो छवि छोडेको गायकको हत्या भएको हो भने न्याय पाउनुपर्छ र यद्यपि यो भनिराख्दाखेरि प्राप्त प्रमाणहरू छन् भने पीडितहरूले न्याय पाउनुपर्छ र यदि विक्रम राईको हत्या भएको होइन, उनको असामयिक निधन हृदयघातकै कारणले भएको हो भने कसैलाई मानहानि गर्ने कामहरू पनि नगरौँ। अन्तिमसम्म भिडियो हेरिदिनु भयो, धन्यवाद। विक्रम राई रेस्ट इन पिस।